हेलो नमस्ते। आज म फन्डामेन्टल अपरेसन इन म्याथमेटिक्सको पार्ट 3 भिडियो लिएर आइसकेको छु र यसमा हामी योभन्दा अघिल्लो जुन दुईवटा भिडियोहरू बनाएको थियौँ त्यसमा चाहिँ बेसिक रुल्सहरूको कन्सेप्टहरूको बारेमा जानकारी दिएको थियौँ र त्यो कन्सेप्टमा आधारित आज हामीले क्वेसनहरू प्र्याक्टिस गर्नेछौँ। यदि यो भिडियो हेर्दै हुनुहुन्छ र त्यो भिडियो हेर्नु भएको छैन भने त्यो पहिलाको दुईवटा भिडियो हेर्नुहोस् र त्यसपछि यो हेर्नुहोस्। यदि तपाईँहरूलाई बेसिक रुल्स थाहा छ भने यो हेर्दा हुन्छ ओके, तर थाहा छैन भने त्यो दुईवटा भिडियो हेर्नुहोस् र त्यसपछि मात्रै यो भिडियो हेर्दाखेरि हुन्छ। ल फर्स्ट क्वेसन हाम्रो के छ त, यस्तो प्रकारको क्वेसन छ। यसलाई के गर्ने त, अब हेर्नु म यहाँ गर्दै गर्छु। 3 को -3 को स्क्वायर 9 छ, 9 कसरी भयो, माइनस ब्राकेटभित्र के स्क्वायरभित्रै छ, त्यही भएर 9 भयो। त्यसपछि 8 प्लस स्मल ब्राकेट पहिला गर्नुपर्छ 4 × 2। अब के गर्ने त, मल्टिप्लाई गर्ने, बडमास रुल अनुसार मल्टिप्लाई हुन्छ 8। अब गर्ने त एड गर्ने, कुन एड गर्नु पऱ्यो, यो गर्नु पऱ्यो। यसो अगाडि प्लस छ, यो त माइनस, त्यही भएर नगर्ने। 17 - 8 कति भयो, 9। अप्सन सी करेक्ट है। त्यसपछि 2 मा हेर्नु। अब 2 मा के छ त, माइनस छुट्टै छ, त्यही भएर माइनस जस्ताको त्यस्तै हुन्छ। 9 माइनस यस्तो भावे प्लस हुन्थ्यो तर माइनस अगाडि छ। 9 प्लस 2 × स्मल ब्राकेट 6 माइनस 9 मल्टिप्लाई 12 प्लस माइनस फरक साइन घटाउने, ठुलोबाट सानो घटाउने, यो सबै रुल्समा भनिसकेको छु। कति भयो, 3 बाट ठुलोबाट सानो घटाउँदाखेरि 3, अनि साइन कसको, ठुलोको, ठुलोको प्लस साइन छ, प्लस साइन अप्सन डी। त्यस्तै गरेर 3 नम्बर क्वेसन, यसमा के गर्ने, यहाँ हेर्नु माइनस के छ, ब्राकेटभित्र छ भनेपछि क्यु छ। अब यो कुरा सबै मैले भनिदिइसकेको छु कि अघिल्लो भिडियोहरूमा। के हुने भयो त, -8 प्लस 16 डिभाइड बाई 2 -3। ठिक। अब के गर्ने त, डिभिजन गर्नु पऱ्यो, बडमास रुल अनुसार डिभिजन गर्नु पऱ्यो। के हुने भयो त, 8 - 3। अब के गर्नु पऱ्यो, एड गर्नु पऱ्यो। एड कसलाई गर्ने त, एड गर्ने एउटा मात्रै छ, यो मात्रै अङ्क भयो, पोजिटिभहरू हो, पोजिटिभ अङ्कै छैन भनेपछि यसले जस्ताको त्यस्तै राखौँ र ऊ गरौँ, माइनस गरौँ। कति हुने भयो। अब यो रुल पनि त्यहाँ छ, सबै रुल छ कि माइनस माइनस जोड्नु। 8 11 प्लस 8, फरक साइन घटाउने, ठुलोबाट सानो घटाउने, अगाडि साइन के छ, अगाडि साइन ठुलोको साइन जे छ त्यो राख्ने। कति हुने र 3 - 3। अप्सनमा त के हुने, अप्सन -3 भेट्यो नि त। 8 यसलाई कुनै अप्सनलाई करेक्सन गर्नुहोस्, अप्सन अलि यसलाई बनाइदिउँ -3, यसलाई -3 बनाऊ। अब यो क्वेसन गरौँ। क्वेसन नम्बर 4 के छ, 2 को पावर 4। 2 को पावर 4 भनेपछि के हुन्छ त, 16 डिभाइड बाई 4 प्लस 3 को स्क्वायर 9 माइनस, त्यसपछि स्मल ब्राकेट गर्नु पऱ्यो 2 × 2। ठिक। अब के गर्ने, यतिमा मल्टिप्लाई नि छ, डिभाइड नि छ। बदमास रुल अनुसार के हुन्छ, पहिला डिभाइड गर्नु पऱ्यो, डिभाइड गर्नुहोस्। 16 ले 4 ले भाग गर्दाखेरि 4 हुन्छ, प्लस 9 अनि त्यसपछि मल्टिप्लाई 4। अब त्यसपछि के गर्नु पऱ्यो, जोड्नु पऱ्यो, यो दुइटाले जोड्नु पऱ्यो। 13 - 4 घटाउनु पऱ्यो, कति हुने भयो त, 9 छ। अप्सन नम्बर ए करेक्ट। यदि तपाईँहरू पहिले ट्राई गर्न चाहनुहुन्छ भने भिडियोलाई रोक्नु र ट्राई गर्नु सबै क्वेसनहरू, अनि त्यसपछि हेर्नु तपाईँले गरेको मिल्छ कि मिल्दैन है। क्वेसन नम्बर 5। क्वेसन नम्बर 5 मा के छ त, क्वेसन नम्बर 5 मा हेर्नुहोस्। अब यो मिडल ब्राकेट 4 को स्क्वायर 16 प्लस किन भयो त, यहाँ ब्राकेट स्क्वायर, ब्राकेटभित्र स्क्वायर छ, -9 यसलाई अनि स्मल ब्राकेट 3। ठिक। अब के गर्ने त, बडमास रुलमा के आउँछ, ब्राकेट आउँछ नि त, डिभिजन भन्दा पहिले ब्राकेट आउँछ। अब ब्राकेट त स्मल ब्राकेट छ, यहाँ मिडल ब्राकेट छ, मिडल ब्राकेट गरिदिउँ भनेपछि कति हुने भयो, 7 डिभाइड बाई अफ भनेको अफ नै हो नि त, यहाँ हेर्नु त, डिभिजन नगर्नु, यो गर्नु पहिला 75 डिभाइड 5 × 3। ओके, 75 15 के हुन्छ, 15 ले 75 15 ले कति जान्छ त, 15 × 5
75 5 तिया 15 यहाँ फेरि पनि अप्सनहरू त्यस्तै गरेर यो लास्ट यो क्वेसन भयो। यसमा हेर्नु त 1 2 3टा डिभाइड छ नि त, त्यसले डिभाइडलाई हामीले इन्टुमा कन्भर्ट गर्ने टेक्निक हेरेको थियौँ। के गर्नुपर्छ, जसको साइन जुन अङ्कको अगाडि भाग छ त्यसलाई इन्टु गर्दाखेरि त्यो सङ्ख्या ठ्याक्कै रेसिप्रोकल हुन्छ। भन्नुको मतलब यसलाई गुणनमा कन्भर्ट गऱ्यो भने कति हुन्छ 1/4, यसलाई गुणनमा कन्भर्ट गऱ्यो भने 1/2, यसलाई गुणनमा कन्भर्ट गऱ्यो भने 1/1। अब यस्तोमा के गर्ने, माथिको गुणन गर्ने, तल गुणन गरिदिने। अब 40 भने माथि नै छ कि खासमा, 40 × 1 1 × 1 4 × 2 है। यहाँ लेखेँ माथि 40 हुने भयो, तल 4 × 8 हुने भयो। 40 ले 8 ले कति जान्छ 45। यो अप्सन नम्बर 1। यति बुझ्नुभयो होला भने म विश्वास राख्दछु। यो नेक्स्ट क्वेसन गरौँ त्यो साइडको।